ओम नमः शिवाय। नमस्कार, जय शम्भो, राधे राधे। सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा स्वागत छ। आज पनि फेरि नयाँ विषयवस्तु ल्याएर हजुरहरुको सामुमा उपस्थित भइसकेको छु। आजको नयाँ विषयवस्तु रहेको छ साँझको बेलामा चाहिँ गर्न नहुने 5 कामहरु। यी 5 काम चाहिँ हजुरले साँझको समयमा गर्नुभयो भने हजुरको जीवनमा चाहिँ दरिद्रता छाउनेछ, सुख शान्ति समृद्धि हटेर जानेछ भने सम्पूर्ण दरिद्रताको बास हुनेछ। घरमा चाहिँ लक्ष्मी धन केही पनि रहने छैन, सम्पूर्ण हटेर जानेछ। हजुरले यदि साँझको समयमा चाहिँ यी 5 वटा काम गर्नुभयो भने झुकेर पनि नगर्नुलाई यी 5 वटा कामहरु, जसको कारणले गर्दाखेरि यी कामहरु गर्नाले चाहिँ घरमा नकारात्मक ऊर्जाको बास हुने तथा परिवारको सदस्यहरुबीच चाहिँ तालमेल नमिल्ने, झैझगडा हुने पनि हुन्छ, दरिद्रताको सामना पनि गर्नुपर्ने हुन्छ। यस्तो हिन्दू धर्मशास्त्र अनुसार चाहिँ गर्न नहुने 5 काम म हजुरहरुको सामु प्रस्तुत गर्नेछु। यदि यी काम गर्नुभयो भने चाहिँ दरिद्रता अवश्य पनि छाउनेछ। यदि न यी काम गर्न छोडेकै दिनबाट चाहिँ हजुरको घरमा जीवनमा सुख शान्ति समृद्धि छाउनेछ। यी काम मात्रै गर्न छोड्नुभयो भने अथवा यस्ता काम चाहिँ सबैभन्दा पहिलाको सुरु गरौँ, ढिलो नगरेर सबैभन्दा पहिला चाहिँ हजुरले सूर्यास्तको समयमा अथवा साँझको समयमा चाहिँ हजुरले घरको ढोका तथा झ्याल चाहिँ कहिल्यै पनि बन्द गर्नु हुँदैन। भनिन्छ साँझको बेलामा चाहिँ घरमा लक्ष्मीको वास हुन्छ। लक्ष्मी प्रवेश गर्ने समयमा चाहिँ हजुरले घरका झ्याल तथा ढोकाहरू बन्द गर्नुभयो भने चाहिँ हजुरको जीवनमा चाहिँ दरिद्रता छाउनेछ। द्वार बन्द पनि कहिले पनि गर्नु हुँदैन। घरमा लक्ष्मीको आगमन भने बन्द हुन्छ। यदि हजुरले चाहिँ साँझको समयमा सूर्यास्तको समयमा चाहिँ घरका झ्याल तथा ढोकाहरू बन्द गर्नुभयो भने सूर्यास्तको समयमा वा साँझमा चाहिँ आफ्नो घरको मुख्य द्वार तथा झ्यालहरू चाहिँ खुला राख्नु पर्दछ, जसले गर्दा चाहिँ लक्ष्मीको आगमन हुन्छ र परिवारमा चाहिँ खुशीको प्राप्ति हुन्छ, लक्ष्मीको प्राप्ति हुन्छ। यसै गरेर चाहिँ हाम्रो समाजमा चाहिँ अनेकतामा एकता देखिन्छ, जसले गर्दा चाहिँ हजुरले सबैजना मिलेर समाजमा रहेका छौं। जब घरमा कुनै कुरा सकियो भने चाहिँ कहिलेकाहीँ छिमेकीकोमा माग्न जाने चलन पनि रहेको छ। यदि तपाईको साँझको समयमा चाहिँ लसुन प्याज वा सियो माग्न आयो भने चाहिँ उसलाई दिँदाखेरि चाहिँ घरबाट लक्ष्मी जाने तथा दरिद्रता छाउने हुन्छ। यस्तो साँझको समयमा माग्न पनि हुँदैन र यी वस्तुहरू दिन पनि हुँदैन। हजुरले विचार गर्नुहोला। यदि हजुर यस्तो मान्यता रहेको छ कि यदि साँझको समयमा चाहिँ यी चीजहरू घरबाट निस्किन्छन् भने चाहिँ अशुभ परिणाम दिन्छ, जसले गर्दा चाहिँ घरका सदस्यहरू बीच आपसी तालमेल पनि नमिल्न सक्छ, झैझगडा पनि हुन सक्छ। अब अर्को वस्तु रहेको छ हजुरले तुलसीको मठलाई चाहिँ छुन हुँदैन। तुलसीलाई चाहिँ छुन हुँदैन साँझको समयमा। तुलसीलाई चाहिँ राधाको रूपमा मानिन्छ अथवा राधालाई चाहिँ तुलसीको वृक्षलाई चाहिँ राधाकै रूपमा मानिने हुनाले गर्दाखेरि चाहिँ तुलसीको वृक्षलाई चाहिँ हजुरले छुन हुँदैन साँझमा। यदि दियो बाल्नुहुन्थ्यो भने पनि तुलसीलाई नछोइकन बाल्नाले चाहिँ राम्रो हुन्छ। शास्त्रीय मान्यताका अनुसार चाहिँ साँझको समयमा तुलसीको वृक्षलाई छुनु नहुने। यसै गरेर राधा रानीको स्वरूप भएकोले साँझको समयमा चाहिँ राधा रानी लीला गर्न जान्छन्। त्यस कारणले चाहिँ त्यति बेला यदि तुलसीलाई छुनु भयो भने चाहिँ छुनमा चाहिँ अपराध मानिएको छ। यसै गरेर बत्ती बाल्दाखेरि पनि नछोएर बाल्नु नै उचित होला। यदि छोएमा चाहिँ दरिद्रता थाउनेछ, सुख शान्ति समृद्धि सम्पूर्ण हटेर जानेछ भने घरमा दरिद्रताको बास हुनेछ। यसै गरेर हजुरले साँझको समयमा लेनदेन कारोबार वा दान पनि गर्नु हुँदैन। कुनै पनि धन सम्बन्धी अथवा जुनसुकै वस्तु पनि साँझको समयमा दान गर्ने अथवा लेनदेन कारोबार पनि गर्न हुँदैन। दान गर्नु राम्रो त हो, तर चाहिँ समयमा दान गर्नुको लागि यसको समयमा चाहिँ साँझको समयमा नगर्दै राम्रो होला। शास्त्रीय मान्यता अनुसार चाहिँ सूर्यास्तको समय चाहिँ पैसा वा धन लेनदेन कारोबार चाहिँ गर्नु हुँदैन। साँझको समयमा
कुनै पनि व्यक्तिलाई उधारो दिनु पनि हुँदैन र उधारो लिनु पनि अशुभ रहेको छ। यदि यस्तो साँझको समयमा चाहिँ दान गर्नुभयो, उधारो लिने लेनदेन कारोबार गर्नुभयो भने चाहिँ अशुभ रहेको छ। यदि दानको कार्य र लेनदेन कारोबार चाहिँ बिहानीमा गर्न राम्रो मानिन्छ। यसै गरेर अब रहेको छ शास्त्रीय मान्यता अनुसार चाहिँ सन्ध्याकालमा सूर्यास्तको समयमा चाहिँ भोजन पनि गर्नु हुँदैन। यदि हजुरले चाहिँ कुनै पनि व्यक्ति सूर्यास्तको समयमा भोजन ग्रहण गर्दछ भने चाहिँ उसको आयु कम हुन्छ, स्वास्थ्यमा पनि राम्रो प्रभाव पर्दैन। सूर्यास्तको समयमा भोजन गर्नाले चाहिँ त्यसको सिधा प्रभाव चाहिँ मस्तिष्क, मन र पाचन प्रक्रियामा पनि असर पर्ने हुन्छ। यी दुवै व्यक्तिको चाहिँ कुनै पनि व्यक्तिले चाहिँ सूर्यास्तको समयमा भोजन गर्दछ भने त्यसकोमा चाहिँ धनको हानि र घरमा दरिद्रता छाउँदछ। 5 काम चाहिँ हजुरले भुलेर पनि सूर्यास्तको समयमा चाहिँ गर्नु हुँदैन, साँझको समयमा चाहिँ गर्नु हुँदैन। हस्त साँझको समयमा गर्न नहुने कुराहरू हजुरले सामु प्रस्तुत गरिसकेको छु। नयाँ विषयवस्तुका साथ नयाँ एपिसोडमा हजुरले सामु मिल्नेछ। आजलाई ओम नमः शिवाय, जय शम्भो, राधे राधे।